हिजो भएको पूर्व पश्चिम राजमार्गमा यो बस निकाल्ने क्रममा चाहिँ यहाँ अहिले यो क्रेन नै यस्तो भएको अवस्थामा छ। निकै जोखिम युक्त अवस्था छ। 22 जना घाइते भएका थिए हिजो। यहाँबाट दुईवटा क्रेनको सहायताले बस निकाल्ने काम भएको छ, तर चाहिँ अहिले जेसीबी यस्तो हालतमा, यो क्रेन चाहिँ यस्तो भएको छ। पूर्व पश्चिम राजमार्गको यो पौडिया क्षेत्रमा हिजो मङ्सिर 25 गते डडेलधुराबाट काठमाडौँ जाँदै गरेको बस पुलबाट तल खस्दा 22 यात्रुहरू घाइते भएका थिए। अन्य कुनै मानवीय क्षति भने हुन पाएन। अहिले हिजो खसेको बसलाई चाहिँ अहिले निकाल्ने क्रम चाहिँ सुरु भएको छ। यो निकाल्ने क्रममा चाहिँ क्रेन नै तल खस्ने अवस्था आएको थियो। अहिले भने क्रेन आफ्नो साइजमा चाहिँ आइसकेको छ। अझै यो क्रम चाहिँ जारी नै छ। कति बेलासम्म हुने हो यो टुङ्गो चाहिँ अझै लाग्न सकिराखेको छैन।